त्रिभुवन अन्तर्राष्ट्रिय यो अहिले बिहानको मौसममा चाहिँ यो अहिले कतिजना बाहिर जानको लागि आउँदै हुनुहुन्छ, कतिजना जानलाई कतिपय चाहिँ अब यो बाहिर जानको लागि चाहिँ कतिजना खुसी हुनुहुन्छ भने कोही अब आफ्नो परिवार छोडेर जाँदाखेरि दुखी पनि हुनुहुन्छ। कोही अब आफ्नो खुसीमा अब सेल्फी साथीहरूसँग आफ्नो घर परिवारसँग छोड्दाखेरि फोटो खिच्नको यता फोटो खिच्न लाइन हुँदै हुन्छ। फोटो खिच्न यतातिर चाहिँ अब छिटो छिटो आफ्नो टिकटको उसमा चाहिँ जानको लागि चाहिँ लगेजहरू गुडाएर भित्र जाँदै हुनुहुन्छ। अब पानी पनि पर्न लागिरहेछ यो टर्मिनलभित्र, यो टर्मिनल क्षेत्रमा चाहिँ जाँदै हुनुहुन्छ। कुनै मान्छे यताबाट फोटो खिचेर लगेर आउँदै हुनुहुन्छ। कोही यता अब आउँदै हुनुहुन्छ, कतिपय अब गाडीमा आउँदै हुन्छ। कोही यो त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय यो टर्मिनलमा यहाँको अहिले यो बिहानी पोखो चाहिँ यो चाप छैन त्यति। बिहानी पोखो यो चाप छैन ठ्याक्कै अहिले एक्ज्याक्टली मेरो घडीमा 8 बजेर 10 मिनट गएको त्यति बिहानको सबै चाप छैन। जो कतिपय फ्लाइटहरू डिले भएको थियो, क्यान्सल भएको थियो वेदरको कारणले अहिले बिहान चाहिँ बिदाई गर्दै हुनुहुन्छ। उहाँहरू आफ्नो परिवारबाट बाहिर जानको लागि फ्यामिली साथमा बिदाई गर्दै हुनुहुन्छ, फोटो खिच्दै हुनुहुन्छ भने कतिपय आफन्त आउनलाई खोजिरहनु भएको छ। सेल्फी हानेर आफ्नो परिवारसँग खिच्दै हुनुहुन्छ भने कोही यतातिर ब्यागहरू राखेर यतातिर वेट गर्दै हुन्छ, उतातिर जानलाई रेडी गर्दै हुनुहुन्छ। अझ त्यति ऊ छैन, चाप छैन यो बाहिर जाने इन्टरनेसनल एयरपोर्टको यो उसमा चाहिँ त्यति बाहिर चाप छैन। बिहानीको चाहिँ यो चाप छैन, धेरै मान्छेको चाप छैन। एक दुईजना मान्छे खुसीले कोही साथीहरू हाँस्दै जानु भएको छ भने कोही अलिकति भित्र मनमा पीडा भयो भने बाहिर चाहिँ अलिकति खुसी देखाएर हेर्दै हुन्छ। बाहिर जान त कसलाई नै मन छ र आफ्नो परिवार छोडेर। बहिनी जाँदै हुन्छ, मुस्कान दिएर अर्को चाहिँ अलिकति रुँदै जानु भएको छ। अब हेर्नु अब के गर्नु, बाहिरी पीडा हाँसै मुस्कान भए पनि भित्र चाहिँ अलिकति जोगाइ पीडै हुन्छ। आफ्नो परिवार छोडेर बाहिर अर्काको भूमिमा जानुपर्दा रुँदै जानुभएको छ। यो माला चाहिँ अब खाना चाहिँ लाउन जान दिँदैन, खोल्नुपर्ने अहिले। अब माला खोल्न लाउँछ होला यहाँ प्रहरी अघि खुसीका साथ भिडियो खिच्दै हुन्थ्यो, सेल्फी हान्दै हुन्थेन। अहिले रुँदै अब यहाँ बिदाई गर्दै हुनुहुन्छ उहाँ बहिनीहरूको आफन्तहरूले। आफन्तहरूले भिडियो खिचिरहनु भएको छ, उहाँ बिदाई गर्दै हुनुहुन्छ। तर पनि उहाँहरू आँसु खुसिरहनु भएको छ। अब के गर्नु, आफ्नो विदेशी यतातिर प्रहरी सहायता कक्ष छ। केही परिहाल्यो भने यतातिर सम्पर्क गर्नुहोला। यो चाहिँ जो पहिलासम्म यो खादामाला लाएर चाहिँ भित्रसम्म यहाँबाट जान दिन्थेन भने अहिले चाहिँ यहाँसम्म चाहिँ यो बाहिरी चेक
चेकआउटसम्म चाहिँ जान दिँदो रहेछ अहिले चाहिँ। पहिला चाहिँ अब यो खाजामाला लिएर जाँदा चाहिँ त्यहाँनिर लगेजहरूमा अब टोइलेटमा बियर छ यताउति भनेर चाहिँ अब जान दिने थिएन। अहिले चाहिँ यो जान त्यहाँसम्म चाहिँ दिँदो रहेछ। बहिनीहरू त्यहाँबाट छिरिसक्नुभयो। यता दुधको जग्गाबाट अहिले एकैछिन अलिअलि चा हुँदैछ। कुन एयरलाइन्सको एयर होस्टेजहरू पनि त्यहाँ आउँदै हुनुहुन्छ उहाँ रातो ड्रेसमा। एयर होस्टेज पनि आउँदै हुनुहुन्छ। त्यति चाप छैन अहिले त्यति खासै यो उसमा अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यो उसमा चाहिँ टर्मिनलमा आज खासै त्यति चाप छैन अन्य दिनको भन्दा। अहिले चाहिँ यो अलि विदेश आज चाहिँ जानेको अलि बिहानको फ्लाइट भएर होला अलिक कमै मात्रामा छ। आज त्यति जस्तीको उसमा चाहिँ त्यति चाप थिएन। अहिले यति फोटो खिच्न पनि त्यति अलिक त्यो भन्दा त अलिक कम भइसक्यो। पानी पर्दैछ र यो बाहिरतिर पानी पर्न लागिरहेको छ। अब खोइ के हुन्छ अब अरू फ्लाइटहरू पनि क्यान्सल हुँदै रहेछ पानी परेर। अब म रोज साइड अब म बाहिर निस्किँदैछु अहिले यतातिर यो साइडमा चाहिँ हिँडिरहेको छु। अब बाहिरतिर उता माथिबाट चाहिँ पानी पर्यो। पानी अब पानी गयो। बाहिरको यो पार्किङ क्षेत्रहरू अहिले पनि पहिला जस्तै एकचोटि आशिका दिल्ली अहिले यो तहल्का मचाउनु भएको थियो यो पार्किङ क्षेत्रमा। अहिले चाहिँ सांसद अथवा माननीय भइसकेपछि चाहिँ अहिले यो चाहिँ खोइ सुनसानै छ। अहिले केही उही छैन। पहिला चाहिँ गर्नुभएको थियो त्यो पार्किङ क्षेत्रमा चाहिँ। यो चाहिँ अहिले यो चाहिँ बाहिरतिरबाट आउँदा चाहिँ यहाँनिर आइन्छ। अब यो इन्टरनेसनलको चाहिँ डोमेस्टिकको त हाम्रो माथि नै हो। अब यो क्षेत्र पार्किङ क्षेत्रहरूमा चाहिँ पानी बगान लागिरहेको म हिँड्दैछु गाइज। अब यो बाहिर रोडतिर निस्किन लाग्दैछु। अब म बाहिर यो पार्किङ एरियाबाट बाहिर निस्किँदैछु। म पनि दिदीलाई जनकपुर जान हिजो फ्लाइट क्यान्सल भयो। यति एयरलाइन्सको फ्लाइट जनकपुर जाने दिदीको अहिले बिहान 9 बजेको फ्लाइट छ। दिदीलाई पुर्याइदिएर एयरपोर्टबाट फर्किने क्रममा चाहिँ यो घुर्यो। गइदियो
पार्किङ एरियाबाट चाहिँ अब कतिका आउने मान्छेहरूको आउँदै हुनुहुन्छ यता यहाँनिर ल एकदम भयो त दाइहरूले पोचा लाउँदै हुनुहुन्छ यहाँनिर सेक्युरिटी पनि छ नि अब यो हाई रोड आइपुग्यो ल चाहिँ सबैजनालाई नमस्कार मेरो युट्युब च्यानललाई हेरेर चाहिँ सबैजनाले माया गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरी सबैजनाले हेरिदिनु होला धन्यवाद।